माया ठुले पारेछ पहाडको आँसु बोकी खोला भयो जस्तो के हुन्छ के चार्ज भएर के सन्डे मायालुको मायालु आँसु बोक्ने कुसुमलाई लौरे दाइले बिदाइले सानो रेलेमा चढेर कान्छी यहाँ रुन्छिन् भन्दै रुन्छन् रुन्छिन् सम्झना कसैले दिएर सम्झना कसैले दिएर गिटार हान्नु पर्यो नि त सुजनाले भएन नि त यो त सम्झना गिटार कसैले नि अब दिएर कान्छी नानी रुन्छन् सम्झना कसैले दिएर सबै कुरा एकचोटि कहाँ भाग्य हुन्छ भए भेटौँला यो त भाग्य भए भेटौँला बिदामा होइन भाग्य भए भेटौँला टिकामा अर्को साल भन्दो रहेछ यार टिकामा अर्को साल नभए सम्झना कुसुम हो नि यार भन्नु गिटार बजाउन साह्रो सजिलो रहेन रहेछ दोस्त के गर्नु साह्रो पेसन चाहिन्छ भन्दै मेरो पेसेन्टले हुँदैन बौला हुन्छ नि साला म बौलाएर अलिक दिन 2 महिना क्लास लिएको नि मैले गिटारको अनलाइन क्लास हो त नि म एबाट अनलाइन क्लास लिएको केबाट अनलाइन क्लास लिएको मैले जानेको थिएँ नि यो कोडहरू समात्न गर्न जानिसकेको थिएँ के दुखेर ड्युटी गरेर आयो होइन अनि त्यस पछाडि कसम क्लास भनेको छ उठेको छ 8 बजे घरि 9 बजे भनेको छ नेपालबाट क्लास दिने अनि उठ आएर सुत्यो निन्द्रा मुटेन कहाँ हुन्छ भाइ यसरी भन रे अनि उसले भन्छ भाइ तिमी खोइ त भन्छ दाइ म त ए भाइ हुन्न यो हुन्न अब हप्तामा 2 दिन क्लास हेर होइन अनि क्लास गरेर अब हेर मिर्सी गरेर आएर उठ्यो अब यहाँको भए पो हुन्थ्यो उहाँको टाइमिङ अनि उसले भाइ ल यति बजे भनेर म्यासेज हान्थ्यो होइन ल दाइ भनेर आलार्म उठ्यो गर्दै अहिले त्यसरी मोबाइल राख्यो अगाडि ल गिटार समात भाइ गिटार लु यो कर समात भन्छ कर समात ल अर्कोचोटि यो समात्ने भएर आऊ है भन्छ होइन ल भने होइन ड्युटी गयो आयो समात्यो हात दुखेर ख्यासै लु अनि फेरि अनि अलिक दिन त बजाउँथ्यो क्या अनि बजाउँदै गयो होइन कर्सर समात्ने होइन त्यसरी भएको थिएँ अनि त्यो दाइले त्यो सबै क्या त्यो दाइको चाहिँ फेरि इन्डियादेखि 24-25 वर्ष भएको रहेछ क्या गिटारमै योग च्याम्पियन भन्ने उसलाई पनि उसको भिडियो अनि त्यसरी अनि बवाल क्या यो गिटार किन्ने ठाउँमै त्यसले त्यो गिटार किन्ने ठाउँकै नेपाली के रहेछ क्या त्यहाँ हौदाइमा अनि सजेस्ट गरेको क्या उसले मलाई ल त भनेर अनि उसलाई गऱ्यो अनि लास्टमा त हो समात्छु गुरु जति राम्रो एउटा जग्गा अझै यस्तो खालको कुन एउटा यो माथि राखेर अनि यस्तो समात्ने हुँदो रहेछ नि त एफ मेजर कि कुन चाहिँ एउटा गाह्रो यसो गरेर माथिबाट यस्तो गरेर समात्नु रहेछ यो ब्लक गरेर क्या अनि माथिबाट कसरी समात्न खोज्छु ओ यो चाहिँ कसम हो मलाई आउँदै यही एफलाई अब यता छोडेर तिमी अब यसरी समाप्त लाग्छ नि 12 बजे भन्ने यसरी गर्दा यो पनि एउटा यहाँ यसरी छ नि यसरी पुरै थम्यो यसले यहाँ पनि काम गर्यो वास्तवमा यस्तो गर्न खोजेको के यो हात यहीँ हो होइन 3टा तार यहीँ हो तर यसले यहाँ समात्पछि यसरी अनि बुढियामाले यहाँ थिच्नु पर्यो यसलाई ब्लक गर्नु पर्यो अनि यसरी थिच्नु अब यही कर्डलाई मैले 12मा समात्दिनँ ठ्याक्कै यही बच्छ किनभने 12मा समात्दिनँ अब यो 3टा यहाँ पर्दैन अनि ठक्कै यो हातको पोजिसन यहीँनिर हो यसलाई ठाउँ गरिदियो यसले 2टा समात्यो अनि यसले यहाँ पनि थिच्यो कि तिमीले मैले यो सामान नजानेको थिएँ यो क्या यो अम्लाले यो सबै 12 यसरी ब्लक गरेर अनि त्यसरी म अहिले त जान्दिनँ अनि त्यसरी अनि त्यो दाइले के भन्छ भाइ पेसेन्ट लिएको चाहिँ डर चाहिन्छ ल तिम्रो भन्छ होइन ल दाइ भन्छु भोलिबाट जान्छु फेरि बुझ्दै ल गर्दा दाइ अब चाहिँ म सक्दिनँ हेर्नु तपाईँले मलाई जति दिनुभएको छ म सिक्दै गर्छु अनि पछि त्यस पछाडि म फेरि ब्याक हुन्छु तपाईँसँग भनेर अनि बिदा लेको गिटार कहाँ थन्क्यो कसले बजाउँछ के गर्छ कहिले डाङडाङ नुडुङ पारेर हुन्छ सब्जीले त ब्यागको छेउतिर कसम हुन्छ अनि अब फेरि चाहिँ अब यसो कन्टिन्यू होइन कन्टिन्यू यसो हल्का गर्नु पर्यो भनेर निरज फेरि अब हाम्रो गिटारिस्ट अब उसले भन्छ फेरि कहाँ यार यस्तो दामी गिटार किनेर अब राम्रो गिटार अनि अब उसले पनि भन्छ यत्रो गिटार गरेर यार के हो क्या यस्तो ख्यास भएन भन्छ ल नि त भने फेरि समात्न थालेर अब के गर्नु के समात्ने बानी के समात्दाखेरि सम्झा नै तु नै सम्झ रे समझका बेटा बहुत हरामी हो बेटा ल कुसुमेरो बला हानु है त ल